मेरो एसिएल को सर्जरी भयो, अब म फेरि कहिले खेल्न सक्छु डाक्टर साहब? एसिएल को सर्जरी गरेको धेरै पेशेन्टहरुको यो एउटा कमन क्वेशन रहने गर्दछ। यसमा म के भन्दछु भने सामान्यतः एसिएल को सर्जरी पछि खेलमा फर्किनको लागि 6 महिनादेखि 9 महिनाको समय लाग्दछ भने केही पिभोटिङ स्पोर्ट्स जस्तै फुटबल, बास्केटबल खेलमा फर्किनको लागि अलि अझै बढी समय लाग्दछ। समय मात्र नभइकन तपाईको घुँडा खेलमा फर्किन तयार छ छैन त्यसको मूल्याङ्कन गर्न जरुरी छ। घुँडामा कुनै दुखाइ नभएको, कुनै सुजन नभएको, घुँडा मजाले सिधा र खुम्चिन सजिलै गर्न सकिने र घुँडाको मांसपेशीको बल र ब्यालेन्स चाहिँ अर्को घुँडा भन्दा 90% सम्म आएको छ भने मात्रै खेल्न फर्किन सकिन्छ। सबैभन्दा छिटो खेलमा फर्किएमा एसिएल को टियर को जोखिम फेरि बढ्न सक्दछ। सबैभन्दा ठूलो गल्ती रिहाब चाँडै छोड्नु, जम्पिङ र ल्यान्डिङ को अभ्यास नगर्नु, रिटर्न टु स्पोर्ट्स को प्रपर ट्रेनिङ नलिनु र डाक्टर र फिजियोथेरापिस्ट को क्लियरेन्स नलिकन खेलमा फर्किनु नै ठूलो गल्ती हुने गर्दछ। खेलमा फर्किन हतार नगर्नुस्, तयार भएर फर्किनुस्। नमस्ते, म डाक्टर नवीन त्रिपाठी। हजुरलाई यो भिडियो मन परेमा लाइक र शेयर गर्नुहोस्।